सबैलाई जय मसीह। मेरो हृदयबाट नै आज एकजना दाइले तपाईँको लागि एकदम मिठो परमेश्वरको वचन ल्याउनु भएको छ। हामी आज कुनैको बारेमा उहाँको जीवनबाट हामी आज सिक्नेछौँ, हामीले बुझ्नेछौँ परमेश्वर चाहिँ कसरी हाम्रो जीवनलाई प्रेम गर्नुहुन्छ र हाम्रो जीवनमा अनुग्रह गर्नुभएको छ भन्ने कुरा आज हामी थाहा पाउनेछौँ। जय मसीह सबैजनालाई। अनि म असाध्यै खुसी छु अनि धन्यवाद परमेश्वरलाई अनि यो समयको लागि, यो अपर्च्युनिटीको लागि। अनि म आज हजुरहरूको बिचमा बाइबलको एउटा एकदमै वान अफ द मोस्ट फेमस स्टोरी इभेन्ट म तपाईँहरूको अगाडि लिएर आइराखेको छु। गस्पल अफ जोन च्याप्टर 8 भर्स 1 to 11। अनि त्यहाँनिर 11सम्म हेर्दै गर्दाखेरि एउटा अनौठो इभेन्ट त्यहाँनिर घटेको छ। अनि बिहानको समय अनि जैतुन डाँडामा जब यीशुले चाहिँ त्यहाँनिर शिक्षा दिँदै लाग्नु भएको थियो अनि त्यतिखेर चाहिँ एउटा सडुसिस फरिसीस शास्त्रीहरूले चाहिँ एउटा व्यभिचारमा पक्राउ परेको स्त्रीलाई चाहिँ यीशुको अगाडि लिएर आउँछन्। अनि यीशुलाई चाहिँ उनीहरूले चाहिँ यसरी क्वेसन गर्छन् कि गुरुज्यू, हामीलाई चाहिँ मोसाको व्यवस्था अनि मोसाको मोजेसको लले चाहिँ कुनै पनि व्यक्ति चाहिँ व्यभिचारमा पक्राउ पर्यो भनेदेखि त्यसलाई चाहिँ एउटा ढुङ्गाले हानेर मार्ने एउटा ल चाहिँ हामीलाई दिएको छ। अनि यसको विषयमा चाहिँ गुरुजी तपाईँले के भन्नुहुन्छ भन्ने चाहिँ जब जिजसलाई चाहिँ त्यो उनीहरूले एउटा ब्लेम गर्नको लागि एउटा स्ट्र्याटेजी जुन षड्यन्त्र रच्दै थियो, तर यीशुले चाहिँ त्यो सडुसिस फरिसीस शास्त्रीहरूको त्यो षड्यन्त्रलाई स्ट्र्याटेजीलाई थाहा पाएर चाहिँ उहाँले चाहिँ चुप्प लाएर भुइँतिर औँलाले केही कुराहरू त्यहाँनिर हिन्ट सङ्केत दिनुहुन्छ। अनि त्यसपछि यीशुले भन्नुहुन्छ अनि जो व्यक्ति अनि एकदमै पाप रहित छ, जसले चाहिँ पाप गरेको छैन, त्यसले मात्र चाहिँ यो स्त्रीलाई चाहिँ ढुङ्गाले हानोस्। अनि त्यसपछि साना ठुला भएर सबै मान्छेहरू चाहिँ त्यहाँनिर चाहिँ तितर बितर हुन्छ। सबैले चाहिँ यीशु र त्यो स्त्रीलाई चाहिँ छोडिकन एक्लै पारे सबै चाहिँ उनीहरू चाहिँ सब त्यहाँदेखि चाहिँ बाँडिन्छन्। अनि त्यसपछि यीशुले चाहिँ स्त्रीले भन्नुहुन्छ, खोइ त्यो मानिसहरू, खोइ नारी, के तिनीहरूले तिमीलाई ढुङ्गाले हाने? अनि स्त्रीले नाइ गुरुज्यू भन्ने चाहिँ भनिसकेपछि अब त्यहाँनिर यीशुले एउटा मिठो शब्द भन्नुहुन्छ, अब तिमी पनि जाऊ, तर अब उपरान्त तिमीले पाप नगर। र अब यहाँदेखि हामीले एउटा एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट लेसन चाहिँ एज अ हामी क्रिस्चियनहरूले हाम्रो व्यवहारमा राख्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि संसारमा मानिस कोही पनि सिद्ध छैन, पर्फेक्ट छैन, सबै पापी छ, सबै सिनर हो, सबैले पाप गरेको छ। तर त्यहाँनिर यीशुले अब उपरान्त तिमीले चाहिँ फेरि तिम्रो पापलाई चाहिँ नदोर्याउ नारी भने चाहिँ त्यसलाई चाहिँ पठाउनुहुन्छ। अनि त्यसपछि त्यो नारीको जीवन अनौठो तरिकाले चाहिँ यीशुले चाहिँ एक्सेप्ट गरिदिनु भएको हामी त्यहाँनिर पाउँछौँ। अझ धेरैचोटि सायद हामीले एकले अर्कालाई ब्लेम गर्नुभन्दा पनि, एकले अर्कालाई दोस्याउनु भन्दा पनि हामी आफ्नो गल्तीलाई, आफ्नो पापलाई चाहिँ हामीले उहाँको अगाडि मानिलियो भने उहाँले चाहिँ साँच्चीकै एक्सेप्ट गर्नुहुन्छ भन्ने कुरा चाहिँ यो स्टोरीबाट हामी सुन्न सक्छौँ। तर एउटा अनौठो कुरा चाहिँ के छ भन्दाखेरि इभन जिजस एकदमै पर्फेक्ट म्यान हुनुहुन्थ्यो, पर्फेक्ट सन अफ गड हुनुहुन्थ्यो। अनि इभन यीशुले पनि त्यो व्यक्तिलाई चाहिँ ढुङ्गाले हान्नु भएन क्या। यीशुले त उहाँले चाहिँ कर्ममा, आफ्नो व्यवहारमा कुनै पनि पाप गर्नुभएको थिएन नि त। तर स्वयं यीशुले पनि त्यो व्यक्तिलाई, त्यो स्त्रीले चाहिँ ढुङ्गाले प्रहार गर्नु भएन। अनि कति हम्बलनेस यो खण्डमा हामी पाउँछौँ। त्यस कारणले प्रियहरू, हामीले फेरि पनि म भन्न चाहन्छु, हामी एकले अर्कालाई दोस्याउनु, ब्लेम गर्नुभन्दा पनि हामी आफ्नो पापहरूलाई लिन सकौँ। थ्याङ्क यू, धन्यवाद, जय मसीह, नमस्कार।